Hello everyone, I'm here with my first vlog. I hope you all my friends will support me and please have a look at my video then comment below. अब चाहिँ म लगभग रेडी भएर भइसकेको छु। अब चाहिँ म निस्किनलाई रेडी भएको छु। कस्तो छ मेरो लुक्स हेर्नु होला है साथीहरु। यो चाहिँ बिहान 5 बजेतिरको हो। अनि त्यसपछि यो चाहिँ 6:30 को भिडियो हो। अब म चाहिँ वान डे रिफ्रेशमेन्ट क्याम्पको लागि निस्किसकेको छु। म कता कता घुम्छु त्यो थम्बनेल र टाइटल हेरेर थाहा पाउनु भयो होला। अब बाँकी कुरा उतै गएर भेटौँ हामी। बाइ बाइ। साथीहरु हामी चाहिँ अहिले ठ्याक्कै कता आइपुग्यो? नुवाकोटको देवीघाट। अब हामी यहाँ बसबाट झरेर ठ्याक्कै यहाँ जालको दर्शनतिर लाग्दै छौं। कति रमाइलो भइराछ यता गीत बजाएर है। के छ म्याम हजुरको खबर? आउनुस् दर्शन गर्न। ल अब गेटबाट छिर्यौं है। आउनुस्। यता पूजाको लागि सामान पनि रहेछ है। तर हामी चाहिँ दर्शन मात्रै गर्न आइपुग्यो हो। सर र यही नै हो देवीघाट। हेलो, हामी अहिले यता खोला आइपुग्यो देवीघाटको खोलामा। हेर्न सक्नुहुन्छ कति चिसो छ के। हेलो सबै साथीहरु यता आइदिनु होला। फोटो खिच्नु पर्यो फोटो। हामी नर्सरीमा आइपुग्यो है यता मल्टी एग्रोको। अब यो ठुलो पछि बनाएको यहाँनिर पुरै संरक्षण भइरहेछ अनि धन्यवाद। पहिला चाहिँ जमानामा यस्तो खालको भएको दरबारहरू चाहिँ भत्किएर जीर्ण अवस्थामा थियो। अहिले चाहिँ चाइना सरकारबाट बनिरहेको अवस्था छ। यहाँनिर हामीले देख्न सक्नुहुन्छ यहाँनिर सबै कुरा चाहिँ अब बनाउँदैछ। अब अलिकति समय नै लाग्ने जस्तो देखिन्छ। मन्दिर चाहिँ ल हामी चाहिँ यो सबसे पुरानो मन्दिरमा आइपुग्यो पूजा गर्ने ठाउँमा। हामी अब अहिले चाहिँ ठ्याक्कै आइपुगिसकेका छ है यता अम्बा फार्म। ल ताइवानी अम्बा है यता चाहिँ त्यही हेर्दै जानु पर्यो अब यहाँबाट भित्र छिरेर। ल हेर्नुहोस् है अब यता चाहिँ यति रमणीय ठाउँ, यति सुन्दर ठाउँ तपाईहरु देख्न सक्नुहुन्छ। त्यो यहाँ अम्बा कति ठाउँमा फलेको छ है। कति ठाउँमा यहाँ चिचिला लाग्दैछ, कति ठाउँमा फुल फुल्दैछ यता है त। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ भ्यू टावर छ। हामी त्यसमै जान लागिरहेछौँ। यो स्क्रिनमा सेयर भएको फोटोजहरू 3D आर्ट म्युजियम, तामाङ प्लाजा र त्यसपछि गुआभा फार्म भिजिट गरेको फोटोजहरू हुन्। कस्तो लाग्यो कमेन्ट गर्नुहोला। हेलो साथीहरु, अब हामी चाहिँ तामाङ प्लाजामा छौं। अन्तिम घडीमा आइसकेका छौं हाम्रो आजको यात्राको क्रममा। अनि हामीहरु अब यो तामाङ प्लाजाबाट छुटिन लागेका छौं। यो चाहिँ यतापट्टि मेरो पछाडिपट्टि छ बैंक्वेट हल अनि यतापट्टि चाहिँ हाम्रो रिभ्यू सेसन हुँदैछ। अनि अब हामी चाहिँ यहाँबाट बिदा भएर अब 6 देखि 6:30 बजे भित्र चाहिँ हामी पुग्ने गरी काठमाडौँको यात्रा सुरु हुन लागेको छ। अनि हजुरहरुको दिन शुभ रहोस्। I wish everyone could fulfill their positive desires. भिडियोमा सबै कुरा क्याप्चर गर्न नसके पनि यो स्क्रिनमा राखिएको फोटोजहरू आज हामी जहाँ जहाँ घुम्यौं त्यता सबै ठाउँको हो। र हजुरहरूलाई कस्तो लाग्छ यसरी वान डे रिफ्रेशमेन्ट क्याम्प घुम्दा? मलाई चाहिँ एकदम रमाइलो लाग्यो। भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। बाँकी कुरा नेक्स्ट भिडियोमा। बाइ बाइ।